आज चैतको 19 गते यो अघिल्लो वर्ष लगाएको किवी हो। यो 1 वर्ष पुरा पुगेर दुईमा लाग्दैछ। यसरी फुलेको छ, अरु पनि फुलेको छ। यसलाई विशेष गरिकन आज यसरी ट्रेनिङ दिइदैछ। यो अघिल्लो वर्षको यतिसम्म थियो, 5.5 फुटमा स्टप गरेर यसरी दुईवटा मुनाहरू लगिन्छ। बिस्तारै माथि बढ्दै जान्छ। त्यसकारण पिल्लर चाहिँ माथिबाट 6 फुटमा लगाइन्छ भने स्टप चाहिँ 5.5 फुटमै गर्नुपर्ने हुन्छ। यसरी कुनै पलाउँदैछ, कुनै पलाइसकेको छ। यसरी यो चाहिँ बाख्राको लागि मकै हो। यसरी एकदमै राम्रो ग्रोथ आइसकेको छ। यसरी बीच-बीचमा पलाएको मुनाहरू भाँचेर फाल्नुपर्ने हुन्छ। यसरी यसमा चाहिँ 3वटा राखिदिएको छु। यसरी तलकोहरू भाँचेर फाल्नुपर्ने हुन्छ। सकेसम्म 2वटा अथवा 3वटामा राख्न सकिन्छ। एकदमै राम्रो पलाएको छ। यसको पनि यसरी पलाएको यसरी भाँचेर फाल्नुपर्ने हुन्छ तलतिरको सबै। अब यसलाई नभाँचिने गरेर, यो अलि कम्लो हुन्छ, यसमा भाँचिहाल्छ। यसलाई बिस्तारै यसरी 2 साइडमा टी आकारमा लगिन्छ। कुनै कुनै बिरुवा चाहिँ भाँचिएर अलि होचो नै छ। यसलाई सबैभन्दा माथिको राखेर तलको मुनाहरू यसरी भाँचेर फालिन्छ। यसलाई बढाउँदै यहाँ माथि लगेर टी आकारमा लगिन्छ। यो पनि अघिल्लो वर्षको बिरुवा हो। यो यस्तै खालको बढेको थियो, यसको भाँचिएछ। त्यसकारणले यसलाई यो वर्ष यस्तै राखिएको छ। यसमा भने धेरै फल्न लागेको छ। यहाँ फुलहरू प्रशस्तै धेरै ठाउँमा देख्न सकिन्छ। यसको यसरी फुलहरू फुल्दै गरेको, यसरी 2 वर्षमा लाग्दै गरेको बिरुवा पनि फुल्दैछ। हेरौँ फल कतिको लाग्छ। यसको तलको मुनाहरू हटाउनु पर्ने हुन्छ। यसरी मजाले बढेको छ। यसलाई अब अर्को वर्ष भने यसको यो तलको यो ठाउँमा काटिन्छ। यो ठाउँमा काटेर यसलाई मात्र लगेर जुन हाम्रो यो अनि यसलाई लिडर बनाई माथिको केही आँगाहरू राखिन्छ। साथै यसमा पनि यसरी तलबाट धेरै फलाएको छ। यो सबै फालिन्छ। अनि यसमा पनि फुलहरू छ। यस्तै गरेर अगाडिका बिरुवाहरू कुनै पलाइसकेका छन्, कुनै पलाउँदैछन्। सबैलाई मिलाउनु पर्ने हुन्छ। यसरी कुनै ठुलो अनि सानो पलाएको खण्डमा चाहिँ यसरी नै मिलाएर राखिन्छ। पछाडि यो बढ्छ। यसलाई चाहिँ यसरी फालिन्छ।